प्रधानमन्त्रीको टिमले राजधानी ठेका तुरुन्त रद्द गर्नु भन्दै चर्को जवाब दिएपछि विभागका कर्मचारीले गुहारे परराष्ट्र मन्त्री ओलीलाई प्रचण्डको सन्देश तत्काल पार्टी एकता होइन सहकारी मात्रै। सुस्तामा भारतीय सुरक्षाकर्मीले पारेको आतंकबारे सरकारलाई ध्यान आकर्षण, सीमा समस्या समाधान गर्न आग्रह। कम्युनिस्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्नु हुँदैन विद्यादेवी भण्डारीले भने। राष्ट्रपतिले कानुन मिल्दै 35,000 भन्दा बढी बालबालिकालाई बनायो पार्टी सदस्य। विष्णु पौडेल पक्राउबारे एमालेले सांसदमा जनायो आपत्ति। सडकमा खाल्डाखुल्डी भेटिए राज्यले पनि 1 लाख जरिवाना हुने कानुन ल्याइयोस्, ज्ञानेन्द्र साईले भने। राष्ट्रपालले जनतालाई धोका दियो, बेइमानी गर्यो, सांसद युवराज दुलालले भने। प्रणालीका मन्त्रीको मन परी भौतिकले नमानेपछि निर्वाचन क्षेत्रमा आफ्नै मन्त्रालयबाट 5 करोडको योजना। धमाधम जेन्जी आन्दोलन सम्बन्धी आयोगको प्रतिवेदन माग्ने नेताहरू। चिनिया विमान खरिद प्रकरण, राज्यलाई अर्बौं क्षति पुर्याउने मुद्दा सर्वोच्चमा। लागु औषधिसहित 14 जनाको पक्राउ। काठमाडौँ उपत्यकामा बर्ड फ्लू संक्रमण बढ्दो, 11 जिल्लाका 82 स्थानमा पुष्टि। नमस्कार, नयाँ समाचारको बुलेटिनमा स्वागत छ। प्रधानमन्त्री बालेन शाहको सचिवालय राजधानी विभागले जर्मन कम्पनीसँग भएको राजधानी छपाईको ठेका रद्द गर्ने मौखिक दबाब दिएको आरोप लागेको छ। विभागका अधिकारीहरूले यसबारे परराष्ट्र मन्त्रालयलाई जानकारी गराएका छन्। परराष्ट्र मन्त्री शिशिर खनालले भने ठेका यथावत राख्दै जर्मन कम्पनीबाट तोकिएको मितिमा नयाँ ई-पासपोर्ट छाप्ने तयारी अघि बढाउन निर्देशन दिएका छन्। मन्त्रालयले भने सम्झौता एकतर्फी रद्द गर्दा अन्तर्राष्ट्रिय कानुनी विवाद, आर्थिक क्षति र नेपालको प्रतिष्ठामा असर पर्न सक्ने भन्दै हालको प्रक्रिया निरन्तर अघि बढाउन अडान लिएको छ। नेकपा संयोजक पुष्पकमलदाल प्रचण्डले एमालेसँग तत्काल पार्टी एकता गर्ने पक्षमा आफू नरहेको स्पष्ट पार्दै अहिलेको आवश्यक पार्टी एकता होइन सहकार्य भएको बताएका छन्। मदन भण्डारीको 75औं जन्म जयन्ती कार्यक्रममा उनले राष्ट्रिय स्वाधीनता, संविधान र लोकतान्त्रिक उपलब्धिको रक्षा गर्न वामपन्थी तथा देशभक्त शक्तिहरूबीच संसद, सडक र चुनाव सबै क्षेत्रमा तत्काल सहकार्य आवश्यक रहेको बताए। उनले 2074 सालको एमाले माओवादी एकताबाट पाठ सिक्दै आत्मसमीक्षा बिनाको हतारो एकताले फेरि विभाजन निम्ताउने चेतावनी दिए। प्रचण्डले परिवर्तनको रक्षा गर्न कम्युनिस्ट मात्र नभई नेपाली कांग्रेस सहित संविधान निर्माणमा सहभागी सबै राजनीतिक शक्तिहरूबीच पनि कार्यगत सहकार्य आवश्यक रहेको उल्लेख गर्दै परिस्थिति अनुसार विचार र रणनीति परिमार्जन गर्नुपर्नेमा जोड दिए। पश्चिम नवलपरासीको सुस्तामा भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाली भूमिमा प्रवेश गरी स्थानीयलाई आतंकित बनाएको भन्दै सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले सरकारको गम्भीर ध्यानआकर्षण गराएका छन्। अभियानले नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप तत्काल रोक्न कूटनीतिक पहल, नागरिकताविहीन सुस्तावासीलाई नागरिकता, जग्गा लाल पूर्जा वितरण तथा सीमा क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गर्न माग गरेको छ। सरकारी अभिलेख अनुसार सुस्ताको करिब 40,980 हेक्टर नेपाली भूमिमध्ये अहिले नेपालीहरूले करिब 7,000 हेक्टर मात्र क्षेत्र भोगचलन गरिरहेका छन्। बाँकी भूमि एसएसबीको अतिक्रमणपछि विवादित बनेको भन्दै स्थानीय 2063 सालदेखि समाधानका माग गर्दै आए पनि समस्या अझै समाधान हुन सकेको छैन। पूर्व राष्ट्रपति तथा नेकपा एमालेकी पूर्व अध्यक्ष विद्यादेवी भण्डारीले कम्युनिस्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्न नहुने बताएकी छन्। मदन भण्डारीको 75औं जन्म जयन्ती समारोहमा आज बोल्दै भण्डारीले कुनै पनि एक निर्वाचनको परिणामले कम्युनिस्ट आन्दोलनको भविष्यबारे निर्णय नगर्ने बताएकी हुन्। हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामले कम्युनिस्ट शक्तिहरूलाई आफ्नो प्राथमिकता, कार्यशैली र जनसम्बन्ध सुधार्ने अवसर दिएको छ भण्डारीले भनिन्। उनले कुनै एक निर्वाचन परिणामका आधारमा कम्युनिस्ट आन्दोलन वा जनताको बहुदलीय जनतावाद भविष्यबारे हतारमा निष्कर्ष निकाल्न नहुने बताइन्। जनताको सन्देशलाई गम्भीरतापूर्वक ग्रहण गर्दै समय अनुकूल नीति तथा कार्यक्रम अघि बढाउनु पर्ने उनको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाले पहिलो महाधिवेशनपछि सार्वजनिक गरेको प्रतिवेदनले नयाँ विवाद जन्माएको छ। प्रतिवेदन अनुसार पार्टीले 18 वर्षभन्दा कम उमेरका 35,257 बालबालिकालाई सदस्यता दिएको देखिएको छ, जुन कुल सदस्यताको करिब 6.7% हो। राजनीतिक दल सम्बन्धी ऐन र बालबालिका सम्बन्धी ऐनले 18 वर्ष मुनिका व्यक्तिलाई राजनीतिक दलको सदस्य बनाउन रोक लगाएका छन्। यही विषयलाई लिएर संसदमा प्रतिपक्षी दलहरूले सरकार र राष्ट्रसभामाथि कडा प्रश्न उठाएका छन्। बाल अधिकार कर्मीहरूले यस्तो कार्य कानुनी र नैतिक दुवै हिसाबले गलत भएको बताएका छ। यता राष्ट्रसभाले पनि बालबालिकालाई सदस्य बनाउने नीति नभएको दाबी गर्दै अनलाइन फारममा जन्ममिति रूपान्तरणका क्रममा भएको प्रविधि रिटका कारण यस्तो तथ्याङ्क देखिएको स्पष्ट पारेको छ। नेकपा एमालेका सांसद पुष्पराज कँडेलले प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्ति र पार्टी उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीप्रति सरकारको आलोचना गरेका छन्। प्रतिनिधि सभामा बोल्दै उनले प्रधानमन्त्रीले संसदमा नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएको विषयलाई गम्भीर भन्दै त्यसप्रति आपत्ति जनाए। कँडेलले सम्पत्ति शुद्धिकरणको अभियोगमा पक्राउ परेका विष्णु पौडेल निर्दोष रहेको दाबी गर्दै उक्त गिरफ्तारी राजनीतिक प्रतिशोध र नेकपा एमालेलाई बदनाम गर्ने प्रयास भएको आरोप लगाए। उनले पौडेलको तत्काल रिहाईको माग पनि गरे। यस्तै मन्त्रीहरूले सचिवालयमा 9 जना सल्लाहकार र निजी सचिव राख्न पाउने तयारी भइरहेको भन्ने समाचारप्रति उनले प्रश्न उठाउँदै यदि यो सत्य भए नीतिगत भ्रष्टाचारको प्रकाष्ठ हुने बताए। साथै प्रधानमन्त्री कार्यालयका मातहतमा छानबिन निकायलाई राजनीतिक हतियारका रूपमा प्रयोग नगर्न सरकारलाई चेतावनी दिए। प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र साईले नागरिकलाई जस्तै राज्यलाई पनि जिम्मेवारी बनाउन कानुन ल्याउनु पर्ने बताएका छन्। प्रतिनिधि सभामा बोल्दै उनले ट्राफिक नियम उल्लङ्घन गर्ने नागरिकलाई 1 लाख रुपैयाँसम्म जरिवाना गर्ने चर्चा भइरहेको बेला राज्य र सम्बन्धित निकायले पनि लापरवाहीका आधारमा जरिवाना तिराउनु पर्ने व्यवस्था हुनुपर्ने बताए। उनले 24 घण्टाभित्र सडकमा खाल्डो भेटे, ट्राफिक बत्ती बिग्रिएको पाइए, ट्राफिक प्रहरीले रुखो व्यवहार गरे, राति सडक बत्ती नबले वा ट्रायल पास गरेको 1 साताभित्र लाइसेन्स नदिए राज्यले पनि जरिवाना तिर्नुपर्ने प्रस्ताव राखे। साथै सडकको खराब अवस्थाका कारण दुर्घटना भए सम्बन्धित निकाय र ठेकेदार विरुद्ध ज्यान मान्ने उद्योगको मुद्दा चलाउने कानुन ल्याउन सरकारसँग आग्रह गरे।
प्रतिपक्षी नेकपाका प्रमुख सचेतक युवराज दुलालले राजसभाको महाधिवेशनबाट प्रदेश खारेज गर्ने निर्णय गर्नु जनताप्रति धोका भएको बताएका छन्। प्रतिनिधि सभामा उनले निर्वाचन अघि प्रदेशलाई अधिकार सम्पन्न बनाउने प्रतिबद्धता जनाएर अहिले प्रदेश खारेज गर्ने नीति ल्याउनु बेइमानी भएको आरोप लगाए। साथै गणतन्त्र विरोधी गतिविधिको डटेर सामना गर्ने र सुकुम्बासी व्यवस्थापनबारे सरकार आफ्नै प्रतिबद्धताबाट पछि हटेको पनि उनले बताए। कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले आफ्नो निर्वाचन क्षेत्र दैलेखका लागि सुरक्षित नागरिक आवास नामका प्रदेश सरकारमै नभएको कार्यक्रम मार्फत 5 करोड रुपैयाँ बजेट विनियोजन गरेको खुलेको छ। भैरवी गाउँपालिका र दुल्लु नगरपालिकाका लागि क्रमशः 2 करोड र 3 करोड रुपैयाँ छुटाइएको भौतिक पूर्वाधार मन्त्रालयले कार्यविधि नभएको भन्दै कार्यक्रम अस्वीकार गरेपछि सामाजिक विकास मन्त्रालयबाट बजेट राखेको मन्त्री भण्डारीले बताएका छन्। विपक्षी नेकपाले प्रदेश सभामा कार्यक्रमको वैधानिकता र मन्त्रालय लगायत अधिकार क्षेत्रमाथि प्रश्न उठाएको छ भने मन्त्री भण्डारीले विपन्न तथा दलित समुदायका लागि सुरक्षित आवास निर्माण उद्देश्य रहेको दावी गरेका छन्। गत भदौ 23 र 24 भएको घटनाको अनुसन्धान प्रतिवेदन माग गर्दै एकपछि अर्को गरी नेताहरूले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिन थालेका छन्। आज मात्रै 3 जना नेताहरूले आयोगले गरेको जेनजी आन्दोलन सम्बन्धी आयोगको प्रतिवेदन माग गर्दै निवेदन दर्ता गराएका छन्। एमाले उपाध्यक्ष एवं पूर्व सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले गत भदौ 23 र 24 को भएको घटनाको अनुसन्धान प्रतिवेदन उपलब्ध गराउन माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा आइतबार निवेदन दिएका छन्। गुरुङले आयोगको प्रतिवेदनमा आफूलाई समेत दोषी देखाइएको भन्दै विभिन्न सञ्चार माध्यम प्रकाशित समाचारप्रति ध्यानकर्षण भएको भन्दै अनुसन्धान प्रतिवेदनको पूर्ण पाठ उपलब्ध गराइदिन माग गरेका हुन्। यसअघि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकले पनि आयोगलाई प्रतिवेदन उपलब्ध गराउन माग गर्दै आयोगमा निवेदन दिएका छन्। चिनिया जहाज खरिद प्रकरण सर्वोच्च अदालतमा पुगेको छ। 1.5 दशकसम्म छानबिन नभएको भन्दै अभियन्ता भेषराज लुइटेले रिट दायर गरेपछि सर्वोच्च अदालतले सरकारसँग कारण माग गर्दै मुद्दालाई अग्राधिकारमा राखेको छ। नेपाल वायु सेवा निगमले 2068 सालदेखि करिब 47 अर्ब रुपैयाँ ऋणभार पर्ने गरी खरिद गरेका चिनिया MA60 र Y12E विमान नेपालका लागि अनुपयुक्त साबित भएका थिए। सञ्चालनमा घाटा भएपछि अधिकांश विमान लामो समयदेखि प्रयोगविहीन छन्। पछिल्लो अध्ययन समितिले पर्याप्त अध्ययन बिनै जहाज खरिदको सिफारिस गरिएको निष्कर्ष निकालेको छ। यस प्रकरणमा तत्कालीन सरकार सम्बन्धित मन्त्रालय र निगमको अधिकारी को भूमिकामाथि प्रश्न उठ्दै आएको भए पनि अहिलेसम्म कसैको कारबाही भएको छैन। नियमित गस्तीमा रहेको प्रहरी टोलले देशको विभिन्न स्थानबाट लागु औषधि सहित 14 जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बाँकेबाट 5, मकवानपुरबाट 3, कैलाली र दाङबाट 2 तथा सुनसरी र काठमाडौँबाट 1 जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट लागु औषधि गाँजा, अफिम, खैरो, हिरोइन तथा चिकित्सकको सिफारिस मात्र खरिद गर्न पाइने ट्रामाडोल बरामद गरेको छ। काठमाडौँ उपत्यका सहित 11 जिल्लाका 82 स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि भएको छ। पशु सेवा विभागका अनुसार पछिल्लो 3 महिना यता काठमाडौँ उपत्यकामा संक्रमण तीव्र रूपमा फैलिएको छ। यस वर्षको चैत महिनामा मोरङमा पहिलो पटक बर्ड फ्लू संक्रमण पुष्टि भएको। त्यस यता झापा, सुनसरी, मोहतरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे प्लान्चोकसम्म संक्रमण फैलिएको छ। विभागका महानिर्देशक डाक्टर उमेश दालका अनुसार संक्रमण नियन्त्रणका लागि हालसम्म 5,69,858 वटा कुखुरा तथा अन्य पन्छी नष्ट गरिएको छ। त्यसैगरी 9,81,300 वटा अण्डा र 1,954.85 क्विन्टल दाना पनि नष्ट गरेको विभागले जनाएको छ। विभागका अनुसार बारा, मोहतरी, चितवन, नवलपरासी तथा कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा संक्रमण नियन्त्रण आइसकेको छ। यसैबीच संक्रमण फैलाइरहेको भाइरसमा कुनै आनुवंशिक परिवर्तन भएको छ कि छैन भन्ने अध्ययन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग सहकार्यमा भाइरसको जिन सेक्वेन्सिङ कार्य पनि सुरु गरिएको विभागले जनाएको छ। आजको बुलेटिन यही अन्त्य भएको छ र पछि फेरि भेट्ने बाचा सहित धन्यवाद।